時間だから、あれからください。じゃあ、今日のトピックは、あの、曜日、例えば今何時とかそういうところですね。それをすぐ皆さんが言えるように、今日の授業を行いたいと思います。今日もよろしくお願いします。皆さんもよろしくお願いしますと言ってください。さっぱりよろしくお願いします。本日よろしくお願いします。本日よろしくお願いします。本日よろしくお願いしますという意味わかります皆さん。本日よろしくはい、わかりあ、ました。あ、本日もよろしくお願いします。今日もよろしくお願いします。で、さっき、私が質問した通り、私は一人ずつ行きたいと思いますので、リパさんから始めますね。リパさん、ちょっと、ビデオをオンしてください。他の人が聞いてください。ビデオから。はい、先生。一気にかほしゃった。そうですね。じゃあ、ディパさんは今、ネパールにいますね。はい、先生。で、私は今、日本の大阪にいます。大阪ってわかります？大阪。聞いたことあります？すいません、先生。日本の大阪ってわかります？東京、大阪、大阪は似たはず、大阪。タオコなわけ。ディパさん、जापानको प्रसिद्ध ठाउँको नाम होइन हाई जापानको चाहिँ सेन्से पुरानो तपाईँको क्यापिटल सिटी अहिले चाहिँ टोकियो भने पहिला चाहिँ ओसाका थियो है र फेमस टुरिस्ट एट्र्याक्सन भएको रはい、धेरै टुरिस्टहरू आउने विश्वमै सबभन्दा धेरै टुरिस्टहरू आउने ठाउँ पनि ओसाका नै पर्छ पुरानो सहर है र इमा नेपाल दे नान्जी देश का इमा नेपाल दे नान्जी देश का काठमाडौँ पोखरा 7すいません。時21分です。ちょっと今ちょっとディパさんに質問しているので、ディパさんに答えてもらいます。ディパさん、今ネパールで何時ですか？सिचिजीはい。सिचिजी जिउ सिचिजी जिउने ओके ओके7時 ?12? जिउने गोपुन देशうん。じゃあちょっと、リパさんがちょっと一回ミュートできます？私は、イクラルミヤさんにちょっと聞きたいので、後で、リパさんのところ行きますので、イクラルミヤさんいいですか？リパさんミュートしてください。こんばんは、皆さん。こんばんは、先生。今、ネパールで何時ですかね？あ7時、7時 7時21 ?20? 分です。じゃあ、ちょっと皆さんにちょっと、私、これ1から10まで、ちょっと教えますね。それは7時じゃなくて7時と言いますね。じゃあ、1からいきますよ。1時、1時, 1 बजेका लागि 1 जी है 2 बजेका लागि 2時、सबैले भन्नु त एकैचोटि 2 बजेको लागि 2時、2 जी 3 2時、बजेको लागि 3時、
4 बजेकोलाई योनजी योन होइन है। 4 बजेकोलाई मुनासान 4 बजेकोलाई सी या यो सीजी या योजी किनकि यो 4 मा 3टा छ क्या आज सबैले माथि टाइम भनेर लेख्नु त अनि म 1 बाट 12 सम्म तपाईले बताइदिन्छु। टाइम लेख्नु है, माथि टपिकमा टाइम लेख्नु, मिस्टेक हुन्न के लेखेर पढेपछि। क्लासनको कपी कलम छैन? छ सेन्से ए ल टाइम माथि टपिकमा टाइम लेख्नुस् अनि उयो नि टाइम तो खाइते कुदासाई जिखान देस्ने टाइम वा जिखान सोरेते इची कारा जिउनी मादानो इकिमास नोदे इची जी नी जी सान जी 大丈夫かな？で、幼児、幼児ですね。40、4じゃなくて、幼児、 योजी योजी 幼児、 योजी 4 मा 幼児 3टा छ कि YO यो अनि जी है 4 बजे 4時ですね。その後は5時。じゃあ、カマラさん、カマラカトリさん、ちょっといいですかね。ムナさん、はい先生ビデオオンして5時から続いて行ってみてください。5時とか6時、順番に言ってみてください。5わかりま時、せん5時、 5時その後、 6時6時、 7時7時、 8時8時、 9時 9時、 अनि त्यसको जिउ 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 10時、 जिउ जी अनि अनि 11 के लाई भन्छ जिउची 11時、 जिउची जी जिउ जिउनी जी 12時。 जिउनी अब दिउँसोको 1 बजेकोलाई भन्नु पर्यो। दिउँसोको छ भनेको बिहान PM भयो हैन? 13 बजे के? PM 1 बजे नि PM भयो नि। अहिलेसम्म AM भन्नुभयो हैन? अब चाहिँ PM भन्नु पर्यो। दिउँसोको 1 बजे भनेर जापानमा चाहिँ दिउँसोको 1 बजे भनेपछि चाहिँ 13 भन्छ के? अन्त पनि भन्छ हैन? तर अब इङ्ग्लिसमा चाहिँ 1 o'clock भन्छ हैन? PM भन्छ त उनीहरू त्यो डाइरेक्टै भन्छ आफ्टरनुन 1 o'clock अथवा त्यो भन्छ 14 o'clock भन्दैन विदेशतिर प्रायः जसो है जहाँसम्म लाग्छ 14 o'clock प्रायः भन्दैन होला हैन? 1 PM भनिदिन्छ 2 PM भनिदिन्छ त्यसरी इजी भयो। तर जापानमा चाहिँ 13 बजे 14 बजे भन्ने चाहिँ बढी नै हुन्छ के? 15 बजे 20 बजे 22 बजे 24 बजे भन्ने हुन्छ के? बुझ्नुभयो? त्यही भएर 13 बाट 24 सम्म पनि जान्नु जरुरी छ है। 13 बाट 24 सम्म भन्दै जानु त। जिउसान्जी जिउसान्जी भनेको कति बजे? जिउसान्जी भनेको 1 बजे भन्नु न। 1 बजे भन्नु न। दिउँसोको 1 बजेलाई जिउसान्जी। जिउसान्जी अनि जिउ योजी जिउयोजी 14 जी जिउ गोजी जिउगोजी जिउ रुकुजी जिउ जिउ रोकुजी हाचीजी जिउ कुजी जिउ रोकुजी पछि जिउ रोकुजी पछि के भयो? जिउ रोकुजी जिउ हाचीजी जिउ जिउ कुजी रोकुपछि हाची हुन्छ। हाचीजी जिउ सिचिजी जिउ हाचीजी जिउ कुजी जिउ कुजी निज्यू निज्यूजी जी भन्नु है निज्यूजी
निज्यूजी निज्यू निजुजी इचिजी निजु निज्यू इचिजी नि निजु निजी निज्यू सान्जी निज्यू निजु निजुसान सान्जी नि निज्यू सान्जी निजु निज्यू योजी योन्जी योजी यो योजी अथवा रेइजी भन्छ त्यसलाई है 00 उम्, बेलुकाको 12 बजेलाई रेइजी रेई भनेको रोजी 0 हो है रेइजी है अब 1:30 बजे दिउँसोको भन्नु त यसको त यसको डाइरी छ इ- यसको डाइरेक्ट छ के अरे एउटा वर्डै छ यसको नि तर कस्तो भन्दा इची इची अम्, सान्ज्युपुन भन्न मिल्छ मिल्दैन न त्यसको छ के डाइरेक्ट त्यो पढे ल जस्तो पढेको अनि ठिक छ ल आरिगातो गोजाइमासじゃあディパさんに行きますね一回ディパさん हाय सेन्सेई もう一回ビデオオンしてちょっと前切ってくださいね खालि भिडियो अन भाग बुझे भाग 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 त भाग होइन उता जाऊ कान्छो उता जाँदा एकछिन पढ्न लाउनुहुन्छ है मम्मी है उता जाऊ हस् त्यहाँ आएन हाय सेन्सेई के अरे 1時からちょっと言ってみてください1時2時3時とか1時2時3時भन्दै जानुहोस् त हाय छिटो भन्दै जानुहोस् त कतिसम्म छ भन्नु न लगातार इचिजी है निजी सान्जी योजी गोजी है रोकुजी रोकुजी सिचिजी हाचिजी क्युजी क्युजी होइन कुजी 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 नेट बहुत खराब छ क्या दिपासाङको ग्यालेक्सी A12 कसको हो ग्यालेक्सी A12 कसको हो जिउनी मेरो ल आउनुहोस् त अगाडि आउनुहोस् त भिडियो अन गर्नु त मेरो भन्नुहुन्छ भिडियो पनि आउँदैन नाम पनि आउँदैन अघि आउनुहोस् त भिडियो अन गर्नु नाम हजुरले राखिदिनु भयो थियो त्यही भएर ल ए ल के अरे त्यो त प्रत्येक पटक आफू छिर्दा म हुने अलिक क्या बिरामी हजुर म अलिक बिरामी भएको छु कि त्यही भएर ए ल ल ल अन नगरेको के अरे 1 बजेबाट 2 बजे भन्दै भन्दै जानु त हजुरले इचिजी निजी सान्जी भन्दै हजुर इचिजी निजी सान्जी भन्दै जानु त ए बजे भन्ने या बजे भन्ने हजुर इचिजी निजी सान्जी योजी भन्दै जानु न यो इचिजी सान्जी इचिजी निजी सान्जी योजी जी गोजी गोजी सिचिजी रोकुजी हाचिजी ए नानाजी नानाजी हुनु न सिचिजी 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 बिर्सेमा त्यही पढ्ने भनेर पढ्न लागेको क्या हामी सबैले हाचिजी हाचीजी अनि कुजी
कुजी अनि ज्यूजी ज्यूजी ज्यूचिजी ज्यूजी इचिजी ज्यूजी निजी ज्यूजी होइन ज्यू इचिजी ज्यू इचिजी ज्यूनिजी ज्यूनिजी भन्नु त ज्यू ज्यूनिजी निजी कति बजे 12 12 बजे फेरि एकबाट फेरि 12सम्म भन्नु त एकचोटि इचिजी निजी सान्जी योजी इचिजी इचिजी निजी सान्जी योन्जी योन्जी होइन गोजी योजी 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 योन होइन कि योजी 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 गोजी सिचिजी सिचिजी हो कि सिजी सिचिजी गोजी सिचिजी हाजिजी रोकु रुकुजी सिचिजी अँ, हाजिजी अँ, ज्यूजी अँ। होइन ज्यूजी होइन ज्यूजी होइन हाजिजी पछि त क्युजी होला क्युजी ज्यूजी अँ, अनि ज्यू इचिजी अँ, ज्यू निजी अँ। मेरो त ल के भयो कता घुम्यो त यसलाई भन्नु त सिनियर ज्यू यो बजे भने सेन्से अँ, ज्यू ज्यूसान ट्युसन 1 बजेको सुन्नु है यता हेर्नु है तपाईँले भन्ने तरिका म सिकाइदिन्छु है नतिर्नुहोस् है हजुर पहिला यो 13लाई भन्नुहोस् है ज्यूसान भन्नु होइन हजुर ज्यूसान भयो 1 बजेर भन्नु पर्यो होइन हजुर ज्यूसान अनि 1 बज्यो भने ज्यूसान भनेको 13 भयो बज्यो हजुर भनेपछि जी भन्नु पर्यो होइन हजुर भनेपछि के भयो ज्यूसानजी भनेको 1 बजे ज्यूसानजी ज्यूसानजी हजुर भनेको 1 बजे अनि यो कति मिनेट 50 50लाई गोज्यू गोज्यू पुन मिनेटलाई गोज्यू पुन पुन भन्नु पर्यो अँ हजुर मिनेटलाई 1 गोज्यू बजेर पुन 50 मिनट भन्नु पर्यो भन्दाखेरि फर्मेटमा के 1 बजेर 50 मिनट होइन हजुर भनेपछि 1 बजेलाई ज्यूसान भनियो ज्यूसान जी 1 बजे अनि गोज्यू पुन 50 मिनट 1 बजेर 50 मिनट भनेको के बुझ्नुभयो हजुर भन्ने तरिका हजुर मार्क हजुर दिन्छ है हस् फेरि यहाँ दिन्छु यसलाई भन्नु त ज्यू योन्जी योन होइन क्या यो भनेको के भनेको मैले ए यो तपाईँले योन भनेको थिएँ यो ज्यू योजी जियोजी हजुर अनि ज्यूपुन जिपुन जिप्पुन जिप्पुन हो त्यसरी भन्नु हजुर है हजुर अलिक बुझ्नुभयो नि भन्ने तरिका हजुर हो त्यसरी नझुकिनु है अनि त्यसपछि अब टाइमहरू भन्दा तपाईँले टाइम चाहिँ एकदम जिखान हो युतो कि हो मचिगाई नाइ हो नि इवा नाइ तो चोरिया मचिगाई नाइ हो नि इयरियो नि सितेको दासाई सोरो जिखान हो माचिगाइरियो तो इरो ताइ हिन्न कोतोगा ओकोरिनस भन्न खोजेको हामीले टाइम भन्न मिस्टेक गर्यो भने त जस्तो कसैले तपाईँले 3 बजे आइज इन्टरभ्यू अथवा 3 बजे फलान ठाउँमा आइज 5 बजेबाट काममा आइज भनेर तपाईँले भन्यो भने तपाईँले टाइम मिस्टेक गर्नुमा त के भयो कति ठुलो मिस्टेक हुन्छ है हजुर बुझ्नुभयो नि अब हामीले उसले त हजुर जिउ गोजी नि किते कुदासाई भन्यो अरे जस्तो जिउ गोजी नि किते कुदासाई भन्यो तपाईँलाई के कुनै जापानिज नै हजुर आएर तपाईँले काम गर्दाखेरि जिउ गोजी कारा देश्ने जिउ गोजी नि किते कुदासाई भन्यो
भनेपछि त तपाईँ त जिउ हजुर गोजी भनेको त 1 बजे गइदिनु भने त झ्याउ भयो अथवा 5 बजे गइदिनु भने त हजुर झ्याउ भयो हो कि होइन हजुर हजुर यो कुराहरू चाहिँ एकदम टाइमहरू चाहिँ एकदम तपाईँले ख्याल गर्नुपर्छ है बुझ्नुभयो हजुर नि मेरो कुरो हजुर कसैले केही क्वेसन छ भने सोध्नु है अहिले अब हामी चाहिँ नेक्स्ट अबको 2.5 मिनटपछि फेरि 10 मिनट ब्रेक हुन्छ त्यसपछिको हाम्रो हजुर क्लासमा चाहिँ तपाईँहरूलाई 1 गते बार महिना यो डेट एन्ड टाइम चाहिँ आज सिकाउँछु कि म हजुर है यसमा चाहिँ हजुर आजको क्लास चाहिँ त्यो गते बार टाइम डेट एन्ड टाइम चाहिँ पर्फेक्ट गरेर जानुपर्छ है अब हजुर इचिजी निजी सान्जी योजी है योन्जी नभन्नु मिस्टेक हुने ठाउँ भनिदिन्छु म योन्जी चाहिँ भन्दै यो नभन्नुहोस् है योजी हजुर अनि हजुर नानाजी पनि हुँदैन सिचिजी सिचिजी त युतिको रहेछ सिचिजी है नाना गाचु सिची गाचु हुन्छ नाना गाचु पनि हुन्छ तर टाइम भन्दा चाहिँ सिचिजी नै हुन्छ है बुझ्नुभयो अनि हस् त्यसपछि योहरू अब जस्तो अब बिहानलाई के भन्छ बिहानको समयलाई मर्निङ जस्तो एएमलाई के भन्छ जापानिजमा भन्नु त एएमलाई हजुर गोजेन गोजेन पिएमलाई गोगो गोगो है अनि तपाईँहरूले हजुर चाहिँ अब तपाईँहरूले अब यो जिउसान्जी भनेर 1 बजेलाई जिउसान्जी पनि भन्न सक्नुभयो अथवा हजुर हिरुनो इचिजी भने पनि भयो के हिरु भनेको दिउँसोको 1 बजे हिरुनो हजुर इचिजी हजुर योरुनो हाचिजी बेलुकाको 8 बजे योरुनो हजुर हाचिजी योरु भनेको बेलुका भयो है बिल्कुल हजुर आसानो रोकुजी बिहानको 6 बजे बिहान हजुर यो चाहिँ बुझ्नु होला है हजुर गोगो अनि गोगो रोकुजी भनेपछि बेलुकाको रहेछ भन्ने बुझ्नु पर्यो है हजुर त्यो ट्याक्क टर्महरू आउने बित्तिकै याद क्याप्चर गर्नु होला है दिमागमा ल म नेक्स्ट हजुर अबको फेरि नेक्स्ट क्लासमा चाहिँ आइहाल्नु 10 मिनटपछि ब्रेक हुन्छ 10 मिनटपछि चाहिँ तपाईँले डेट पनि अब एकबाट भन्न सक्ने अनि आफ्नो बर्थडेहरू भन्न सक्ने महिनाहरू भन्न सक्ने त्यो क्लास हुन्छ है 10 हजुर मिनटपछि एटेन्ड गरिहाल्नु है हजुर हस् रेडी भएर ठ्याक्कै घडी हेर्नु 10 मिनटमा ठ्याक्कै आउँछ है हजुर हस् ल अहिले चाहिँ ब्रेक है हस् हस् थ्याङ्क यू आरिगातो गोजाइमास है arigatou अरू क्वेसन छ भने भन्नु होला है आफ्नो क्वेसनहरू यो के भनेको बुझेन सेन्से चोतो वाकारे नाइ देश चोतो सिचुमोन सिटेमो इ देशका भन्नु है बुझ्नुभयो सिचुमोन सिटेमो इ